तिनी मैले पढाएको भाइले मलाई यहाँ मैले छोडेर आए भने मलाई यहाँ बजारमा भेटेर मलाई खुट्टामा पैसा राखेर ढोक दिए के मलाई यस्तो अनुभव भयो कि मेरो आँसु आयो। हजुर मेरो आमा गुरु आमा हो, जन्म दिने आमा नभए पनि गुरु आमा हो। मलाई कति राम्रोसँग सपोर्ट गर्नुहुन्थ्यो, चिन्ता नगर, कहिलेकाहीँ केही केटीको पत्ता केहीको पत्ता झगडा हुँदा पनि यस्तो गर्न हुँदैन, राम्रोसँग पढ्नुपर्छ भन्नुहुन्थ्यो। त्यही हजुरकै सपोर्टले म अहिले पढेर म चाहिँ आर्मी भए, उनी चाहिँ अहिले सिङ्गापुरी आर्मी छन्। अनि तिनी फर्किसकेपछि 6-7 वर्षपछि मलाई भेटेर खुट्टामा ढोकिदिँदा म यस्तो खुसी गर्व लाग्यो। महिला मान्छेले पढ्न चाहिँ पढ्ने हो, घर व्यवहारलाई नै फोकस दिनुपर्ने रहेछ। किनभने आफ्ना केटाकेटीहरू छोडेर बाहिर जाँदाखेरि आफ्ना केटाकेटी अलिकति बिग्रिँदा रहेछन् जस्तो लाग्यो मेरो अनुभव। अहिले यता हाम्रो तराई क्षेत्रमा पनि त्यो गर्नै पर्छ टिचर साथीहरूले। अब कस्तो गर्नुहुन्छ भने कुनैले गाली मात्रै गर्ने, त्यसको मानसिक अवस्था नबुझ्ने, अनि कुनैले के गर्नु मन हुन्छ भने अब अलिअलि माया गरे जस्तो गर्यो, त्यो होइन। उनीहरूलाई उक्साउनु पर्छ के। कसैलाई थोरै गाली गर्दाखेरि ऊ चाहिँ कन्भिन्स हुन सक्छ। कसैलाई के हुन्छ भने उसलाई त राम्रो गरिरहेछ, साथीले नसुन्ने गरेर भन्नुपर्छ के। त्यो पनि त राम्रो गर्छस्, तैँले उसलाई जिताउन सक्छ है भनेर खुसुक्क एक्लै भनिदिने, उक्साइदिने गर्यो भने बच्चा बच्ची पढाइमा एकदमै उत्साहित भएर अगाडि बढ्छन् होला जस्तो लाग्छ मलाई। मेरो अनुभव त्यही छ भाइ। होइन पढ्न पर्छ, किन नपढ्ने भनेर म घरबाट भागेको थिएँ, भागेर स्कुल गएँ। किनभने मेरो त्यही छिमेकी दिदीले टिका लगाएको देखेँ, पास भएर एउटा चक्लेट लगेर जानु भएको छ, टिका लगाउनु भएको छ। त्यो देखेर मलाई यस्तो स्कुल आउन मन लाग्यो। अनि मेरो आमाले भाइ बोक्न पर्छ, दिउँसो ग्वाला जानुपर्छ, जानुहुन्न है भन्नुहुन्थ्यो। म चाहिँ लुकेर भागेर स्कुल आएँ। स्कुलमा कस्तो हुन्थ्यो भने त्यो म्याडमको बच्चा थियो, डोकोमा बच्चा बोकेर बाहिरबाट सुनेर पढ्थेँ कि मैले। अरूले क्लासमा बसेर पढ्थेँ, मैले बच्चा डोकोमा बोकेर बाहिरबाट सुनेर पढ्थेँ। अनि त्यस्तै गर्दै 5 कक्षासम्म पढेँ। फेरि म्याडमको अर्को बच्चा जन्मियो, अनि त्यो बच्चालाई पनि फेरि त्यो अलिकति ठुलो भयो, अर्को बच्चालाई पनि त्यही डोकोमा बोकेर पढेँ। दिदी नमस्कार अनि स्वागत छ। हजुर नमस्कार भाइ, धन्यवाद। हजुरको परिचयबाटै जाउँ। हजुरको नाम चाहिँ? मेरो नाम जानकी ओली, मेरो घर रुकुम, पूर्वी रुकुम, हजुर भूमि गाउँपालिका चुनमाङ। हाल चाहिँ घोराई गिठेपानी 18। हजुर धेरै कामहरू गर्नुभयो। कर्मले तपाईँलाई रुकुममा जन्मिए तापनि कर्मले तपाईँलाई धेरै ठाउँमा डोर्यायो। कहाँ कहाँ पुग्नुभयो दिदी? हजुर भाइ डोर्यायो। म काम गर्ने सिलसिलामा उता कालीकोटतिर पनि पुगेँ। मेरो कर्मथलो चाहिँ रोल्पामै बन्यो। 11 वर्ष रोल्पामा टिचिङ पेसा गरेँ। अहिले चाहिँ टिचिङ पेसा छोडेर म घरमै बसिरहेको छु। घरमै मौरी व्यवसाय, मौरी फर्म खोलेको छु। मौरी पालन सहित घरमा त्यही हो, बारीहरू हेर्ने, केटाकेटी हेर्ने, यस्तैमा दिन बितिरहेछ भाइ। अब टिचिङ पेसामा हुनुहुन्थ्यो, त्यहाँबाट बिदा ल्याएर फेरि यता आएर मौरी व्यवसाय गर्दै हुनुहुन्छ। जता पनि व्यस्त हुने, म पढाइमै अब फोकस हुन्छु, टिचिङ नै गर्छु भन्ने लागेन? कस्तो छ? यसो हो भाइ, अब महिला मान्छेले पढ्न चाहिँ पढ्ने हो, घर व्यवहारलाई नै फोकस दिनुपर्ने रहेछ। किनभने आफ्ना केटाकेटीहरू छोडेर बाहिर जाँदाखेरि आफ्ना केटाकेटी अलिकति बिग्रिँदा रहेछन् जस्तो लाग्यो मेरो अनुभव। केटाकेटी ठुला भइसकेपछि फेरि गरौँ भने अब त्यो चाहिँ कस्तो हुन्छ अझै अनुभव गरिरहेको छैन। अब साना केटाकेटी हुँदाभरि म रोल्पामै बसेँ, टिचिङ गरेँ, उतै केटाकेटी ठुला बनाएँ। ठुला भइसकेपछि यता छोड्दाखेरि उनीहरूलाई अब सिकाउनेदेखि लिएर हरेक अब संस्कार हरेक कुरामा अलिकति कमजोरी हुन्छन् कि भनेर मैले राजीनामा दिएर टिचिङ पेसा म घरमा व्यवसाय गर्दै। अब यस्तै हो, मान्छेलाई पैसा जहाँ गए पनि पैसै चाहिन्छ भाइ। त्यही भएर मैले मौरी फर्म खोलेँ। अनि यताबाट पनि केही आम्दानी भइरहेछ। अब व्यस्त चाहिँ म व्यस्तै हुन्छु, बारीमा व्यस्त, मौरीमा व्यस्त। यसकै सिलसिलामा बाहिर केही सामाजिक काम पनि आइपरे गर्छु। सुखद के हुँदो रहेछ? व्यावसायिक जीवन सुखद लागिरहेछ कि दिदीलाई? हिजो एउटा बन्धनै भनौँ होइन, एउटा पेसामा पेसेवर भएर रहिरहँदा सजिलो? यो यस्तो हो भाइ, आफ्नो लाइफको लागि मात्रै हेर्ने हो भने आफ्नो यो टिचर अथवा जुनसुकै पनि क्षेत्रतिर ठिक छ। घर परिवार, फ्यामिली, सासू ससुरा, बच्चा बच्ची, बुढो सबै परिवार हेर्ने हो भने चाहिँ घरमै बसेर व्यवसाय गर्नु नै ठिक जस्तो लाग्छ मलाई। अब 11 वर्ष टिचिङ गर्नुभएको, यहाँ शिक्षाको गुणस्तर कस्तो देख्नुहुन्छ? रोल्पाको पनि मसिनामा पढाएँ भन्नुभयो होइन? हजुर, पहिला म कुरेली पढाएँ। हजुर, कुरेली रोल्पाको कुरेली उपबाङ स्कुल पढाएँ। त्यसपछि फेरि जोगीडाँडा स्कुल पढाएँ। त्यहाँबाट सरुवा भएर फेरि यता मसिना भन्दा उता उमा स्कुलमा पढाएँ। अनि त्यहीँबाट मैले राजीनामा दिएर यता आएको, अहिले छोडेँ। के देख्नुहुन्छ दिदी? जस्तो ग्रामीण इलाकामा पनि रोल्पाका धेरै ठाउँहरूमा यहाँले त विद्यालयहरूमा पढाउने काम गर्नुभयो। त्यहाँका बालबालिकाले कस्तो किसिमको शिक्षा प्राप्त गरिरहेको छन्? त्यहाँ सहज असहज सुविधाका सन्दर्भमा के कस्तो छ? यहाँले 11 वर्ष पढाउँदाका अनुभव, बालबालिकामा के खालको कतिको चासो छ विद्यालयप्रतिको, के देख्नुभयो?
विद्यालयप्रतिको ग्रामीण इलाकामा छ, केटाकेटीहरूले पढ्नुपर्छ गर्नुपर्छ, किनभने हामीलाई दुःख छ। ग्रामीण इलाकामा के हुन्छ भने भाइ, साँझै बिहान घाँस दाउरा काम नगरेर स्कुल आउन मिल्दैन। हामीहरू पनि त्यस्तै गरेर हुर्केको हो, अहिलेका बच्चा बच्ची पनि त्यस्तै छ। त्यो हुँदाखेरि उनीहरूलाई के छ भने हामीले यस्तो दुःख गर्नुभन्दा स्कुल जान पर्छ पढ्न पर्छ भन्ने छ। तर गरिबीको कारणले उनीहरू स्कुल एक दिन आउने अर्को दिन छोड्ने त्यस्तो कता कता देखिन्छ। पहिला अलि अगाडि त्यति धेरै थियो, अहिले त्यो अलिक कम हुँदै आछ। सहरिया भन्दा ग्रामीण भेगमा बच्चा बच्चीले हामी पढ्नुपर्छ भन्ने चेतना छ। सहरमा बच्चा बच्चीलाई बुवा आमाले सबै कुरा पुर्या हुन्छ, सबै कुरा पुर्याइदिँदाखेरि बच्चा बच्चीले पढ्न मान्दैनन्। ग्रामीण इलाकामा पढ्नुपर्छ भन्ने चेतना छ। उनीहरूलाई अवसर दिने हो भने उनीहरू राम्रो गर्न सक्छन्। अब तपाईँका विद्यार्थी भाइ बहिनीहरूले पनि आज हजुरलाई प्रत्यक्ष रूपमा हेर्न कहीँ कतै पाइरहनु भएको छ होला सायदै यो भिडियोबाट पनि। कसरी सम्झिनुहुन्छ आफूले पढाएका विद्यार्थी? म एकदम सम्झिन्छु। उपबाङका विद्यार्थीहरूलाई पनि मैले पढाएका विद्यार्थी एकजना केशर भन्ने भाइ थिए। तिनी मैले पढाएको भाइले मलाई यहाँ मैले छोडेर आएँ भने मलाई यहाँ बजारमा भेटेर मलाई खुट्टामा पैसा राखेर ढोक दिए के। मलाई यस्तो अनुभव भयो कि मेरो आँसु आयो। हजुर मेरो आमा गुरु आमा हो, जन्म दिने आमा नभए पनि गुरु आमा हो। मलाई कति राम्रोसँग सपोर्ट गर्नुहुन्थ्यो, चिन्ता नगर, कहिलेकाहीँ केही केटीको पत्ता केहीको पत्ता झगडा हुँदा पनि यस्तो गर्न हुँदैन, राम्रोसँग पढ्नुपर्छ भन्नुहुन्थ्यो। त्यही हजुरकै सपोर्टले म अहिले पढेर म चाहिँ आर्मी भए, उनी चाहिँ अहिले सिङ्गापुरी आर्मी छन्। अनि तिनी फर्किसकेपछि 6-7 वर्षपछि मलाई भेटेर खुट्टामा ढोकिदिँदा म यस्तो खुसी गर्व लाग्यो। त्यस्तै उदाहरण धेरै छन्। म उपबाङको भाइ हुन् तिनी चाहिँ, त्यस्तै उदाहरण अन्य ठाउँमा पनि छन्। त्यो इलाकाका बच्चा बच्चीलाई हामी टिचर साथीले, म भुपू टिचर भए पनि टिचर साथीले कसरी लाग्नुपर्छ भने त्यो दण्ड भन्दा तिनीहरूलाई माया। कुनैलाई दण्ड दिने ठाउँ पनि हुन्छ, दण्ड पनि प्रकारको हुन्छ। अलिकति हप्काएर हुन्छ कि माया गरेर हुन्छ कि तिनीहरूको मानसिक स्तर बुझेर। अहिले यता हाम्रो तराई क्षेत्रमा पनि त्यो गर्नै पर्छ टिचर साथीहरूले। अब कस्तो गर्नुहुन्छ भने कुनैले गाली मात्रै गर्ने, त्यसको मानसिक अवस्था नबुझ्ने। अनि कुनैले के गर्नु मन हुन्छ भने अब अलिअलि माया गरे जस्तो गर्यो, त्यो होइन। उनीहरूलाई उक्साउनु पर्छ के। कसैलाई थोरै गाली गर्दाखेरि ऊ चाहिँ कन्भिन्स हुन सक्छ। कसैलाई के हुन्छ भने उसलाई त राम्रो गरिरहेछस्, साथीले नसुन्ने गरेर भन्नुपर्छ क्या। त्यो पनि त राम्रो गर्छस्, तैँले उसलाई जिताउन सक्छ है भनेर खुसुक्क एक्लै भनिदिने, उक्साइदिने गर्यो भने बच्चा बच्ची पढाइमा एकदमै उत्साहित भएर अगाडि बढ्छन् होला जस्तो लाग्छ मलाई। मेरो अनुभव त्यही छ भाइ। आफूले पढाएको विद्यार्थी जब सफलता पाएर हजुर कहाँ भेट्न आउँदाखेरि चाहिँ गर्वले छाती फुलिन्छ भन्नुभयो होइन? फुलिन्छ भाइ। अरू पनि त्यस्तै छन्, धेरै विद्यार्थीहरू मलाई त्यस्तो आउँछन्। किनभने उतिखेर यही हो, बच्चा बच्चीहरू के हुन्छन् भने 8-9 कक्षा पढ्दाखेरिका केटाहरूमा पढाए 9-10मा गयो भने केटाहरू के हुन्छ भने अर्काको लयमा लाग्ने, केटीको पछि लाग्ने, त्यो अधिकांश बच्चाहरूमा देखिन्छ। त्यतिखेर तिनीहरूलाई सजाय दिनुभन्दा राम्रोसँग फकाएर सकेसम्म त एक्लै बनाएर टिचरले उसलाई यसो नगर, यसरी जाम, यसरी गरम भनेर उसलाई फकाएर अगाडि बढाउन सक्यो भने त्यसले राम्रो प्रगति गर्छ। भोलि उसले आफ्नो भविष्य बनाउँछ, उसले देशकै राम्रो नागरिक बन्न सक्छ। उसले राम्रो भविष्य बनायो भने नै देशमा राम्रो हुने हो। त्यही भएर अब सबैले घरमा पनि बुवा आमाले दण्ड दिनुभन्दा फकाउने। जीवनको दौडानमा तपाईँ पेसाले शिक्षिका हुनुभयो। बचपनमा केही तपाईँका सपनाहरू थिए होला? रुकुममा जन्मिएको मान्छे, त्यहाँ त तपाईँहरूको समयमा जनयुद्ध पनि निकै चर्कियो, जसले गर्दाखेरि धेरै बेपत्ता हुन परियो। कति राज्य पक्षबाट घाटा भयो, कति विद्रोही पक्षबाट मानिसहरू मारिए। त्यति बेलाको समयमा बसि नसक्नु थियो भन्ने पनि छ। म त्यो टपिकमा आउनुभन्दा अगाडि म चाहिँ शिक्षिका नै बन्छु भन्ने दिदीको लक्ष्य थिए कि यो जिन्दगीको दौडले शिक्षिका बनायो कि अथवा त्यति बेला अरू केही फरक खालका सपना थिए कि के थिए दिदी? मेरो सपना चाहिँ नर्स भन्ने थियो। उति बेला नर्स भने चाहिँ डक्टर भन्दा नर्स, डक्टर भन्ने थाहा नै थिएन ग्रामीण इलाकामा। नर्स बन्नपर्छ, समाजसेवा गर्नपर्छ भन्ने थियो। नर्स बन्ने इच्छा पुरा हुन सकेन, किनभने हामी 7 भाइना थियौँ। 7 भाइनाको फ्यामिलीमा ठुलै फ्यामिली हो। हाम्रो आर्थिक अवस्था पनि अलिकति कमजोर भएर हो या त्यतिखेरको चेतना नै कम भएर हो, हामी पढ्न त्यति नपाउने अवस्था थियो। कस्तो भइदियो भने भाइ, उतिखेरको हाम्रो अवस्थामा छोरीहरूले पढ्न हुन्न, छोरालाई अलिअलि पढाउने हो, छोरीहरूले पढ्न हुन्न भन्ने अवस्था थियो। त्यस्तै क्रममा म कसरी अगाडि बढेँ भने म त्यही अब 8-9 वर्ष हुँदाखेरि होइन पढ्न पर्छ, किन नपढ्ने भनेर म घरबाट भागेको थिएँ। भागेर स्कुल गएँ, किनभने मेरो त्यही छिमेकी दिदीले टिका लगाएको देखेँ। पास भएर एउटा चक्लेट लगेर जानु भएको छ अनि टिका लगाउनु भएको छ। त्यो देखेर मलाई यस्तो स्कुल आउन मन लाग्यो। अनि मेरो आमाले भाइ बोक्न पर्छ
जानुपर्छ, दिउँसो ग्वाला जानुपर्छ, जानुहुन्न है भन्नुहुन्थ्यो। म चाहिँ लुकेर भागेर स्कुल आएँ। स्कुल आइसकेपछि घरमै अलिअलि पढेको थिएँ। अनि 1 महिनापछि मलाई के गर्नु भने तिमी चाहिँ 2 मा जानुपर्छ, 1 देखि 1 क्लासदेखि सुरु हुन्थ्यो उतिखेर। अनि 1 महिना पढेर 2 क्लास गएँ। अनि त्यस्तै गर्दै गर्दै अब अलिकति उति बेला चाहिँ स्थान नै आउँथ्यो, फर्स्ट सेकेन्ड हुँदै पढ्दै गएँ। अनि 3 मा पढ्दाखेरि एकजना म्याडमले घरबाट पढ्न नदिने हुनुभयो। घरबाट स्कुल जान पाइन्न, कसले सक्छ पढाउन, काम कसले गरिदिने, खाने कसले गराउने भन्ने हुँदाखेरि म चाहिँ म्याडमको घरमा बच्चा हेर्ने अनि स्कुल जाने भनेर म्याडमकै घरमा बसेँ। अनि त्यहीँ बसेर स्कुल जान थालेँ। अनि घरबाट मेरो बाबाले तुरुन्त घरमा आउनु पर्यो, होइन भने म कहिले नै आउन दिन्न भनेर मलाई अलिकति सजाए जस्तो त्यहाँ एकजना उसले छिमेकीले मलाई भन्नुभयो। अनि पछि फेरि आमा आउनुभयो। त्यहाँ अलि तल तराईमा बस्नुहुन्थ्यो, तराई भन्नाले माथि लेखमा थियो हाम्रो घर। अनि आमाले ठिकै छ त, पढ्ने यस्तो इच्छा गरिछे, पढोस् न त भनेर भन्नुभयो। त्यहाँ म्याडम पनि कस्तो भने मेरो नाता पर्ने ठुली आमाको बुहारी हुनुहुन्थ्यो। अनि त्यसपछि आमाले बरु यसले चाहिँ पिस्ने कामभरि गर्छ, घरको पिस्ने कामभरि गरोस्, स्कुल पढोस् भन्नुभयो। अनि मैले साँझ बिहान त्यो पिसेर घरमा पुर्याइदिने, दिउँसो स्कुल जाने। अनि त्यो म्याडमको घरमा भाँडा मिच्ने, पकाउने के छ सबै काम, बाख्रा पनि पाल्नु भएको थियो, घाँस काट्नु पर्थ्यो, त्यो गर्दै पढ्थेँ। स्कुलमा कस्तो हुन्थ्यो भने त्यो म्याडमको बच्चा थियो, डोकोमा बच्चा बोकेर बाहिरबाट सुनेर पढ्थेँ कि मैले। अरूले क्लासमा बसेर पढ्थेँ, मैले बच्चा डोकोमा बोकेर बाहिरबाट सुनेर पढ्थेँ। अनि त्यस्तै गर्दै 5 कक्षासम्म पढेँ। फेरि म्याडमको अर्को बच्चा जन्मियो। अनि त्यो बच्चालाई पनि फेरि त्यो अलिकति ठुलो भयो, अर्को बच्चालाई पनि त्यही डोकोमा बोकेर पढेँ। अनि 6 क्लास जाने भयो। अनि त्यो 6 मा जाँदाखेरि हाम्रो आइडी कार्ड बनाउने भन्ने थियो। आइडी कार्ड बनाउनु पर्छ भन्दा अर्को स्कुल जानु पर्थ्यो क्या, गैरी गाउँ भन्ने।